हेलो गाइस, नमस्ते। तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। आजदेखि चाहिँ मैले न्यू जर्नी स्टार्ट गरेको होइन। आजदेखि चाहिँ मैले चाहिँ सोचेँ नि त केही न केही त गर्नुपऱ्यो। घरमा बसी बसी खाएर सुतेर उठेर मात्रै त हुँदैन। अन्त त्यही भएर आजदेखि चाहिँ मैले नयाँ स्टार्ट गरेँ भ्लगको होइन। आई होप तपाईँहरू सबैजनाले सपोर्ट गर्नुहुन्छ भन्ने म आश गर्दैछु। अनि लाइक कमेन्ट गर्नु चाहिँ नभुलिनुहोस् होला। त्यसपछि म तपाईँहरूलाई यत्तिकै नै देखाउँदै जाँदैछु। आज चाहिँ मेरो के छ भन्दाखेरि चाहिँ यो रुमहरू हेर्नुहोस् न, कति चाहिँ मैला भइसकिसक्यो, तर पनि मैले ध्यान दिएको थिइनँ नि त। त्यही भएर चाहिँ आज त्यो म सफा गर्न जाँदैछु। त्यो खाएको थाल पनि त्यत्तिकै छ। अन्त यहाँनिर चाहिँ हेर्न सक्नुहुन्छ पछाडि कतिको मैला छ। यस्तो कालो प्लास्टिकमा बाँधेर राखेको छु मैले। भातहरू हालिरहेको छु त्यहाँनिर आधी जस्तो। अन्त त्यहाँदेखि चाहिँ आउँछ मेरो पालो बाथरुममा। लुगा धोएर बिहान मैले लुगा धुनु चाहिँ धुएँ नि, सबै लुगा धुएँ। तर के गर्नु, पखाल पुखुल पारेर सुकाउनु चाहिँ भ्याएको छुइनँ हो। यत्तिको चाहिँ छु म, यत्तिको चाहिँ ट्यालेन्टेड छु म। त्यही काम गर्छु आधी कल चाहिँ छोडिदिन्छु हो। के भएको भन्नु, अब मै त्यस्तो हो कि अब के हो कि सोच्नै अब बुझ्नै सक्दैन आफूले आफूलाई हो। अन्त त्यहाँपछि चाहिँ मैले सोचेँ होइन, आज त मैले सफा गर्नैपर्छ भनेर चाहिँ म बाहिरतिर निक्लेँ। अब बाहिरतिर बेसी लुतो भयो भने चियरले त भित्र जानु दिँदैन। यसरी अल्ट्याङ पल्ट्याङ चेप्टाचुप गरेर आउनुपर्छ, बेसी बातो भइन्छ यस्तो हुन्छ हालत हो। अन्त त्यहाँपछि पनि सफा गर्नुतिर लागेँ होइन। यत्तिकै बिघ्न आमामामा लुगा पट्याउँदै राख्दै हाल्थेँ, यतापट्टि हाल्दै हो। लुगा मिलाएँ, फेरि त्यहाँको निकालेँ हो। ब्ल्याङ्केट पट्याएँ, हुँदैन राखेँ। त्यहाँनिर फेरि तुसक निकालेर फेरि च्यादर बिछाएँ डल्लै हो। च्यादर बिछाएर त्यहाँदेखि सबै त्यहाँनिर ओर्नामेन्टहरू सिलाइदिनु पनि राखेँ। ब्ल्याङ्केट पनि त्यहाँ राख्नु खोजेको तर भएन। त्यसबाट मुनिपट्टि राखेँ ब्ल्याङ्केट चाहिँ। चियरमा सबै सामानहरू राखेँ होइन। अन्त त्यहाँपछि चाहिँ मैले चियरको सामान पनि उयोमा राखेर त्यो चियर पनि उता राखेँ। त्यहाँनिर फेरि उयो थियो नि, लुगा त्यहाँ राख्थेँ। अनि त्यसपछि सबै आउट गर्न गरेर चाहिँ मैले त्यो मैलामा चाहिँ मैला थियो नि त कालो प्लास्टिकमा, सबै मैले चाहिँ यसो डस्टबिनमा हालेँ होइन। अन्त त्यसको फर्स्ट देखाएर कतिको बनाएँ मैले खत्रै छु कति अनि प्लास्टिकको मैला चाहिँ बेसी छ हो। अनि के भन्नु होइन, खतरा अब खाएको थालो छ पुरा त्यहाँ चाहिँ त बाथरुमको त्यो अरू लुगाहरू भोलि सुकाउनु अरू बेला भनेर चाहिँ निक्ल्यो हो। त्यतिकै बाहिर आएँ होइन। रुमहरू सफा भएछ। अन्त ल बाई बाई गाइस।